हो हाम्रो गाउँको नदी अहिले पानी छैन बढी को कुनै काम छैन के खाली पैसा आउँछ बजेट आउँछ त्यति राम्रोसित अलि कन्भर्सेसन अलि ट्रान्सलेट गाइड्स वेलकम ब्याक टु नेक्स्ट च्यानल फाइनली म घर आइसकेको छु काठमाडौँबाट म आज तपाईँहरूलाई देखाउँछु मेरो करेसा बारेमा मैले के लगाउनु भएको छ र हामीभन्दा नदी कति टाढा छ भनेर के यसो के भएको छैन काठमाडौँबाट आएको छु तपाईँहरूलाई लास्टसम्म हेरिदिनु होला म जाँदैछु अहिले करेसाबारीतिर किनभने मरमा हुँदा करेसाबारीमा तरकारीहरू धेरै लगाउँथ्यो म काठमाडौँ गइसकेको थियो त्यही भएर हेर्न जाँदैछु मामुले के करेसाबारीमा लगाउनु भएको छ तराईतिर बहुत जाडो छ अहिले के काठमाडौँभन्दा बढी छ तराईतिर जाडो किनभने काठमाडौँमा तपाईँलाई 6-7 बज्छ घाम म कति लकी छु काठमाडौँबाट म घर आएपछि के भन्छ घाम उदाउनु सुरु गरे के म त्यति लकी मान्छे हो कोबी लगाउनु भएको छ अनि त्यो हरियो हरियो तोरी अहिले ठुलो भएको छैन मेरो घरभन्दा नदी 5 मिनट लाग्छ जानलाई 5 मिनट अब हामी राम्रो छ तर हामी के हुन्छ अलिक बाढी पहिरो आयो भने हामीलाई तनाव हुन्छ किनभने एकचोटि बाढी आएको थियो कति धेरै पानी परेको थियो त्योमा के भन्छ घर नजिक पुगिसकेको थियो बाढी म जाँदैछु अहिले नदीतिर कस्तो छ मेरो गाउँघरको वातावरण त्यही हेर्नलाई जाँदैछु कोभिड-19 थाहा छ तपाईँहरूलाई कोभिड-19 हामी के भन्छ लकडाउन हुँदाखेरि नदीको छेउमा फुटबल खेल्छौँ उनीतिर म जाँदैछु आई होप तपाईँले देखाउँछु च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यो यस तरह कुहिरो नै कुहिरो लागेको छ बहुत कुहिरो छ तराईमा अहिले जाडो छ यो ठुलो भनेपछि यो ठुलो छ नि यो ठुलो परालको हो के भन्छ यसरी नै कलेक्सन गरेर राखेको हुन्छ अनि टाइममा एबाट निकाल्छ अनि जेमा काम लाग्छ गाईलाई बाख्रा त होइन गाईलाई खुवाउन बाहनसँग भात पकाउनलाई यसको प्रयोग गरिन्छ अलिक किनभने गाउँघरतिर ग्यासको प्रयोग अलिक कम हुन्छ त्यही भएर नेचुरल भनेपछि त नेचुरलको टेस्ट पनि नेचुरल जस्तो हुन्छ क्या यो हरियो सबै आलु तपाईँहरू घर देख्नु हुँदैन क्या खाली एग्रिकल्चर त्यही भएर हामीलाई एग्रिकल्चरको हब हो नि त तराई नेपालको एग्रिकल्चरको हब हो तराई नदी पुग्न आँटेको छु हामी लकडाउन हुँदा नदीमा रमाइलो गर्थ्यौँ नि त केटाहरू बसेर पुरै गेम खेल्थ्यौँ टाइम पास फाइनली हामी नदी पुगिसक्यो यो हो हाम्रो गाउँको नदी अहिले पानी छैन बढी भदौतिर पानी अलि बढी आउँछ हाम्रो नदीमा के भन्छ नदीमा अगाडि ड्याम बनाएको छ त्यो ड्यामको कुनै काम छैन के खाली पैसा आउँछ बजेट आउँछ यतिकै चलाउँछ केही छैन म तपाईँहरूलाई त्यसको पनि ब्लग बनाएर देखाउँछु हामीले खेल्ने ग्राउन्ड पुगिसक्यो कोभिड-19 मा हामी यो ग्राउन्डमा खेल्थ्यौँ सबै केटाहरू मिलेर आई होप तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला किनभने अहिले खासै मेरो त्यति राम्रो के भन्छ अलिक त्यति राम्रोसित अलि कन्भर्सेसन अलि ट्रान्सलेट गर्नु आइरहेको छैन आई होप बिस्तारै सिक्छु तपाईँहरूले स्किप नगरिकन हेरिदिनु होला थ्याङ्क्स फर वाचिङ